आज हामी 2082 सालमा हलमा लाग्नुभन्दा अगाडि चर्चा धेरै बोकेको, हलमा लागिसकेपछि दर्शकलाई निराश बनाएका चलचित्रहरूको कुरा गर्नेछौँ। साँच्चै मनदेखि भन्नुपर्दा धेरै दर्शकले 2082 सालमा सबैभन्दा बढी आशा गरेको तर हलमा लागिसकेपछि निराश भएका पहिलो नम्बरमा पर्ने चलचित्र हो बलिदान। नायक समीर भट्टको डेब्यू चलचित्र 12 गाउँ राम्रै सफलता भएपछि आएको दोस्रो चलचित्र आशा झनै बढी थियो। त्यसमा चर्चित निर्माता निर्देशक सन्तोष सेनको 1 वर्षदेखिको मेहनत, सामाजिक सञ्जालहरूमा चर्चा, विवाद, प्रचारमा कुनै कसर कम थिएन। यस चलचित्रमा समीर भट्टका अलावा सौगात मल्ल, रिचा शर्मा, अर्पण थापा, हेमन्त बुढाथोकीको मुख्य भूमिका रहेको थियो। एक्सन ड्रामा कथा बोकेको देशभक्ति चलचित्रको निर्देशन सन्तोष सेनले गरेका हुन्। यस चलचित्रको बजेट कतै पनि सार्वजनिक गरिएको छैन, तर राम्रै बजेटमा बनेको अनुमानित 3 देखि 4 करोड माथि रहेको यस चलचित्रले नेपाली बक्स अफिसमा मात्र 5 करोड 10 लाख कमाएर लगानी सुरक्षित गर्न सकेन। पछिल्ला समयमा सफल चलचित्रको सिक्वेल बनाउने लहरै चलिरहेको बेलामा 2080 सालमा आएको ब्लकबास्टर फिल्म जारीको सिक्वेल हो जारी 2। यस चलचित्रले 17 करोड 50 लाख माथि मात्र कमाएन। नायक दयाहाङ राई र मिरुना मगरको जोडीलाई चलचित्रको रियल सफल जोडी समेत बनायो। दयाहाङ मिरुना मगरको अलावा यस चलचित्रमा विजय बराल, बुद्धि तामाङ, रिचा शर्माको मुख्य भूमिका रहेको छ। यस चलचित्रलाई उपेन्द्र सुब्बाले निर्देशन गर्नुभएको हो। जारी 2 चलचित्रको आशा 2082 सालमा धेरै गरिएको थियो। पछिल्लो संस्करण जस्तै सफल हुने कल्पना गरिए तापनि 3 करोड 50 लाखमा बनेको यस चलचित्रले अनुमानित 6 करोड 24 लाख बराबर कमाएर लगानी मात्र सुरक्षित गरेको छ। यो साल नेपाली चलचित्र उद्योगमा साइन्स फिक्सनमा आधारित पहिलो चलचित्र एक्लो वान आयो। सुपरस्टार 2 नायक पल शाह र अनमोल केसी सफल फिल्म दिइरहेको बेलामा नायक प्रदीप खड्काको यो चलचित्र धेरै आशा गरिएको थियो। प्रचार पनि राम्रै गरियो। यस चलचित्रमा प्रदीप खड्काका अलावा बेनिसा हमाल, विपिन कार्की, कविता नेपाली लगायत चर्चित कलाकारहरूको कमी थिएन। ट्रेलरमा पनि हलिउडको जस्तै झझल्को दिने यस चलचित्रलाई प्रदीप शाहीले लेखन निर्देशन गर्नुभएको हो। करिब 2 करोड माथिको लगानी रहेको यस चलचित्रले नेपाली बक्स अफिसमा मात्र 51 लाखमा सीमित रह्यो। चलचित्र नराम्रोसँग फ्लप रह्यो। समीक्षक र दर्शकले यो चलचित्रमा अंग्रेजी भाषाको धेरै प्रयोग र प्रदीप खड्काको थोरै भूमिका यसको असफल हुनुमा भन्ने गरेको पाइन्थ्यो। पछिल्ला समय चलचित्र बजारले पत्याएको भनेर विश्वास गरेका चर्चित हास्य कलाकार केदार घिमिरे अर्थात् माग्ने बुढा, गायक प्रकाश सपुत र एउटा गीत उपेन्द्र सिंह ठकुरीको नृत्य रहेको पुरानो गीत यो हो मेरो प्राण भन्दा प्यारो गीत राम्रै खर्च गरिएको माइती घर चलचित्रले पनि हलमा दर्शकलाई अपेक्षित रूपमा तान्न सकेन। नायक धीरज मगर, युवराज लामा आदि कलाकार रहेको प्रेम कथा र पारिवारिक ड्रामा चलचित्रलाई मिलन तमाङले बनाउनु भएको हो। झन्डै यो सालको राम्रै बजेटमा बनेको यो चलचित्र लगभग 5 करोड लागत लागेको थियो, तर नेपाली बक्स अफिसमा मात्र 4 करोड 16 लाख कमाएर सुपर डुपर फ्लप रह्यो। नेपाली चलचित्रका महानायक राय समाल धेरै वर्षपछि 2082 सालमा फेरि 2 चलचित्रमा नायकको भूमिकामा आए। कुनै जमाना पोस्टरमा उनको टाउको राखेको भरमा फिल्म सफल हुन्थ्यो, तर उहाँबाट अभिनीत एक्सन ड्रामा चलचित्र नरसिंह अवतार र पारिवारिक कथामा आधारित परदेशी जीवनले माको मार्न पनि सकेन।
चलचित्र नरसिंह अवतार चर्चा र त्यसमा समेटेका गीत दर्शकले रुचाएका थिए भने चलचित्रले दर्शक हलमा तान्न सकेन। करिब 2 देखि 3 करोडको लगानीमा बनेको यस चलचित्रले नेपाली बक्स अफिसमा कति कमाए सार्वजनिक गरिएको छैन, तर व्यापार लाखमा सीमित रहेको थियो। चलचित्र डिजास्टर साबित भयो। यो सालको अन्त्यतिर देशमा चुनावी माहौल भएको बेलामा राय समालको प्रवासी जीवन हलमा लाग्यो। यो चलचित्रले त 1000 को व्यापार गरेर नायक राय समालको फिल्मी छनौटमा बस्न उठाउने काम समेत गर्यो। 2082 सालमा हलमा लागेका 56 चलचित्र मध्ये 10 चलचित्र बाहेक अरू सबै चलचित्र कमाइका मामिलामा निराशाजनक साबित भए। परान, आबाट आमा, जेरी अन टप, उनको स्वेटर, मोहर, जारी 2, गोबर गणेश, मन बिनाको धन, झरीपछिको इन्द्रेणी मध्ये कुनै फिल्मले लगानी सुरक्षित गरे भने कुनै फिल्मले देश विदेशबाट राम्रै पैसा कमाए। यो साल आशा गरिएका चलचित्रहरू कुमारी, के घर के डेरा, घर नम्बर 2, अभिमन्यु, रावण, मायावी, महाभोज, माग्ने राजा, जनै हराएको मान्छे, कोसे ढुङ्गा, हरिबहादुरको जुत्ता, भुटान लगायत दर्जनौं चलचित्रले धेरै आशा बोके पनि हलमा लागेपछि खासै कमाल गर्न सकेनन्, साथै आफ्नो लगानी समेत उठाउन सकेनन्। अचम्मको कुरा, व्यापारको हिसाबमा हेर्नु पर्दा यो साल नेपाली चलचित्रले 1 अर्ब 10 करोड पार गर्यो। नेपाली चलचित्र बजार राम्रै देखिन्छ। 2083 सालमा धेरै चलचित्रहरू सफल रहन्। 2083 को शुभकामना।